रितेन गो हेट यो त के गरेर जङ्गल यार यसलाई गाउँहरु एक बजारहरु दियो किन बजार छोडिन छोडी राख्दियो हैन छोडेर बजारहरु अर्गनाइज गरिरहेछ म कराएर पछाडि खेल न भाइ पछाडि पछाडि ओइ ए अहिले चढ्यो लिएर आइज न म जान्छु घर फर्स्टमै ठोकेको थियो हैन र गोल पो खा फर्स्टमा पनि ठोकेको जस्तो लागेको थियो त भित्रै लकले पो होला लकले पो हालेको हाल्यो डाइरेक्ट लु 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 माथि माथि अरे तल क्रस हो ए ओ 17 भाइ क्रस गरौ न यो ढिलेर खेल्नु सर्भिस खेल्नु एक्लै खेल्नु भन्नु अब फेरि हाल्यो यो 10 मा राम्रो खेल्छ नि यहाँ त अलिकति मिस्टेक भयो गोल पो भयो कि बढी मिस्टेक गऱ्यो अघि देख्यो होला भाइ तिमी क्रस पासै खेल्दैन पास क्रस खेल्दै न 16 नम्बरलाई तिमी अघि खेल्यौ अन्त म त काटौँ कि के गरौँ होइन काटौँ के गरौँ भन् न अघि मैले हिर्काएको त त्यहाँ तर किपर यहाँ सबै त्यो पछाडिबाट भेट्थ्यो त्यस्तो चाहिँ हिर्काउनु हालिदिनु पऱ्यो एक गोल चाहिँ भने 17 16 राम्रो खेल्दैछ है यसरी कुदेर खेल्नु छ नि हाम्रो त कुदेर चाहिँ खेल्दैन छोड जस्तो छ छोड जस्तो ग्लभ्स लिएर आउनु पर्यो ग्लभ्स लिएर आउनु पर्यो बुढोहरू अब सकिन्छ नि 20 मिनट बाद स्टामिना अहिले हेर न 20 मिनट खेल्दै फुलमा खेलिदिन्छ है तर छिटो झर्नु सक्यो त यहाँनिर ब्याग कस्तो कुद्दै त्यो एउटा यहाँको बल कोनार नदेख्छ यो उयोमा रहेछ त बस्नु जाँदा है माथि अनि ब्याग पो दिन्छ रेफ्री खालि भित्तामा बस्दिन्छ माथि क्रस रितेनको याद आएन यस्तै हुन्छ हेर रितेन त्यहाँ भनेको फोटो खिचाइ भने आमाले खिच्न पठाउँदैन सबभन्दालाई पठाएको एमबी हालिदेऊ न पो भन्छ मलाई उल्टा पो एमबी हाल्नु बकिन कस्तो दामी भयो एउटा गोल हेरौँ न है
योपट्टि छ मैले पञ्चायत यत्तिकै यहाँनिर बोलाएर कहाँ भ्यान्डबल भयो त कहाँ तलाई भन्दै थियो त उता नम्बरलाई त सक्दैन रहेछ ढिल्नु भन्दै थियो यस्तो खतरा खाली खेल बिस्तारो हात बढाएर के गर्यो भित्रबाट गोल